दर्शकबिन नमस्ते। अक्षांशको यो अर्को एउटा श्रृङ्खलामा म यहाँहरूलाई स्वागत गर्दछु। आज असार 18 गते यो यसमा नै मैले आज असार 18 गतेलाई केन्द्रबिन्दुमा राखेको छु। नेपालको एउटा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष, लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनका एकजना अग्ला नेता जो चाहिँ लामो समय प्रजातन्त्र स्थापनाका लागि नेपालमा लडेका थिए, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज जन्मदिन हो। विक्रम सम्वत 1981 असार 18 गते भारत बिहारको टेडीमा जन्मिनुभएका गिरिजाप्रसाद कोइराला परिवारका एउटा धरोहरका रूपमा चिनिनुहुन्छ। कोइराला परिवार मात्रै नभएर नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनका एकजना टावरिङ पर्सनालिटीका रूपमा हामीले गिरिजाप्रसाद कोइरालालाई हेर्ने गर्छौँ। खास गरी गिरिजाप्रसाद कोइरालालाई सम्झनु पर्ने धेरै कारणहरू छन् र गिरिजाप्रसाद कोइरालामाथि संसदीय व्यवस्थामा धेरै खालका आरोप पनि लागेका छन्। एकैछिन हामी उहाँको योगदानलाई चर्चा गर्नुपर्दा म एउटा घटना सम्झिन्छु। गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा बङ्गलादेशमा एक खालको राजनीतिक तरलता थियो र बङ्गलादेशको मुख्य विपक्षी दलकी नेत्री जो चाहिँ नेपाल आउनुभएको थियो, उहाँलाई चाहिँ बङ्गलादेशकै दूतावासले चाहिँ विपक्षी दलको नेतालाई दिने सेवा सुविधा अथवा त्यो खालको सत्कार नगरेको भन्ने खबर जब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पाउनुभयो, त्यस लगत्तै उहाँले आफ्नी छोरी सुजाता कोइरालालाई उहाँ बस्नुभएको होटेलमा गएर भेटेर नेपाल सरकारले दिने सबै खालको सेवा सुविधा उपलब्ध गराउन निर्देशन गर्नुभयो र प्रधानमन्त्री एवं पिताजी गिरिजाप्रसाद कोइरालाको त्यो निर्देशनलाई सुजाता कोइरालाले फलो गरेर उहाँले चाहिँ त्यो बङ्गलादेशबाट आउनुभएकी एकजना नेत्री उहाँलाई चाहिँ त्यो खालको राजनीतिक र सरकारले दिनुपर्ने सेवा सुविधा उपलब्ध गराउनु भएको थियो। यो मैले किन जोड्न खोजेँ भने गिरिजाप्रसाद कोइराला प्रजातन्त्रप्रति कति संयमित र कति चाहिँ संवेदनशील हुनुहुन्थ्यो भन्ने त्यो एउटा घटना हो। उनै शेख हसिना वाजेद थिइन्। उनी अहिले पनि बङ्गलादेशमा सत्ता कु भएपछि भारतमा निर्वासित छन्। यो घटनाक्रमले के देखाउँछ भने देशमा मात्रै नभएर छिमेकी देश अथवा आसपासका देश अथवा संसारभरि लोकतन्त्र प्रजातन्त्र विरुद्ध के भइरहेको छ भन्ने विषयमा गिरिजाप्रसाद कोइराला जानकार रहनुहुन्थ्यो र त्यसप्रति आफूले खेल्न सक्नुपर्ने भूमिका कूटनीतिक र राजनीतिक तवरमा उहाँ खेल्नुहुन्थ्यो। अब गिरिजाप्रसाद कोइरालालाई सम्झने एउटा लामो विरासतको राजनीति भनौँ, उहाँको सङ्घर्षको राजनीतिको पाटोहरू फेरि एक ठाउँमा छ। खास गरी देशमा राणा शासन हुँदा उहाँको परिवार विस्थापित भयो। पिताजी कृष्णप्रसाद कोइराला जो विराटनगरमा जानुभयो, उहाँहरूको एक खालको व्यावसायिक काम थियो, त्यो काम रोकियो र उहाँहरूको पुरै परिवार चाहिँ राजनीतिक रूपमा अघि बढ्न थाल्यो। बीपी कोइराला जो पिताजी कृष्णप्रसाद कोइरालाका एकजना छोरा, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला जो देशको विभिन्न कालखण्डमा तीनैजना प्रधानमन्त्रीसम्म हुनुभयो। गिरिजाप्रसाद कोइरालाको राजनीतिक उदयको रूपमा भन्नुपर्दा विराटनगरको जुट मिलमा भएको मजदुर आन्दोलनले चाहिँ उहाँलाई राजनीतिको वृत्तमा स्थापित गराएको भन्न सकिन्छ। अहिलेको पछिल्लो पुस्ताले चाहिँ जुन लोकतन्त्र गणतन्त्रको जुन अभ्यास गर्न पाएको छन्, त्यो अवस्थामा नेपाललाई ल्याउनमा गिरिजाप्रसाद कोइरालाको अग्रणी भूमिका छ। चाहे त्यो पञ्चायती शासनमा होस्, चाहे त्यो प्रजातन्त्रको फेजमा होस्, चाहे त्यो लोकतन्त्र गणतन्त्र र सङ्घीयताको स्थापना गर्दा होस्। एउटा लामो राजनीतिक यात्रालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाएर अघि बढेका गिरिजाप्रसाद कोइराला जो चाहिँ पहिलोपटक प्रधानमन्त्री भएपछि नेपालमा उदारीकरण र खुला बजार नीतिलाई चाहिँ अवलम्बन गराउने श्रेय पनि उहाँमाथि जान्छ। खास गरी लोकतान्त्रिक पद्धतिमा देशलाई अगाडि बढाउन र संसदीय अभ्यासलाई चाहिँ संस्थागत गर्न उहाँले खेल्नुभएको भूमिकाको हामी स्मरण गर्न चाहन्छौँ। यसमा अलिकति मैले जोड्न चाहिँ के खोजेँ भने
अहिले जसरी हामी लोकतन्त्र, संघीयता र गणतन्त्रलाई लिएर एक खालको संशयहरू उत्पन्न भइरहेछ, कतै यो व्यवस्था नै ठिक हो वा होइन भन्ने खालका कोणबाट पनि छलफल भइरहेछन् र मोनार्की राजतन्त्रको विषयमा पनि कुरा उठिरहेको हुन्छ। यो सन्दर्भमा कोइराला परिवार, त्यसमाथि पनि पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाले जसरी राजसंस्था र राजतन्त्रसँग पैठोजोरी खेल्नु पर्यो, ती घटनाक्रमहरू विभिन्न पुस्तकमा, विभिन्न कालखण्डमा निस्किएका लेखहरू, रचनाहरूमा र उहाँका स्वयं अन्तर्वार्तामा पनि ती कुराहरू हामीले पढ्न पाउँछौँ र सुन्न पाउँछौँ। तर अहिलेको पुस्ताले र आगामी पुस्ताले गिरिजाप्रसाद कोइरालालाई कसरी सम्झेला त? यो चाहिँ अलिकति कस्तो भयो भने उहाँका नाममा अथवा उहाँसँग जोडिएर अथेन्टिक खालका पुस्तकहरू त्यति उपलब्ध छैनन्, लेख रचनाहरू छन्, तर कतिपय पुस्तकहरू, कतिपय व्यक्तित्वहरूले लेख्नुभएका पुस्तकहरू चाहिँ अलिकति अथेन्टिकेसनको मारमा पनि छन् भन्न सकिन्छ। तर पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाकी छोरी स्वयं सुजाता कोइरालाले एउटा पुस्तक लेख्नु भएको छ, म र सानो बुवा, एउटा आत्मकथा। भर्खरै केही समय पहिला यो चाहिँ रिलिज भएको थियो। यसमा केही घटनाक्रम गिरिजाप्रसाद कोइरालाको जीवन कालखण्डका, सत्तामा हुँदा, सङ्घर्ष गर्दा, पारिवारिक अवस्था, उहाँको आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्था र राजनीतिक रूपमा घटेका घटनाक्रमहरूको केही विवरणहरू हामीले पाउँछौँ। हालाकि गिरिजाप्रसाद कोइरालाका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले थुप्रै लेख, रचना र अन्य सामग्री प्रकाशन गरेका छन्। म एउटा घटना सम्झाउन चाहन्छु। जब पछिल्लो पटक लोकतान्त्रिक आन्दोलन 62-63 को आन्दोलन सफल भयो र गिरिजाप्रसाद कोइराला कार्यकारी राष्ट्र प्रमुख पनि हुनुहुन्थ्यो, त्यति बेला उहाँ भारत भ्रमणमा जानुभयो र तत्कालीन भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले उहाँलाई दिल्ली एयरपोर्टमा स्वयं उपस्थित भएर स्वागत गरेर गिरिजाप्रसाद कोइरालालाई दक्षिण एसियाकै एउटा महान नेता भनेर एक खालको सम्मान व्यक्त गर्नुभएको थियो। त्यो घटनाले पनि गिरिजाप्रसाद कोइरालाको राष्ट्रिय र अन्तर्राष्ट्रिय छविलाई चाहिँ झल्काउँछ। यता हामी देशमा फर्क्यौँ भने जसरी 48 सालबाट उहाँले सत्ता सम्हाल्ने जुन पटक पटकको अवसर पाउनुभयो, पटक पटक प्रधानमन्त्री हुनुभयो, कतिपय अवस्थामा उहाँले आफ्नै पार्टीलाई र आफ्नै संसदीय दलमा चाहिँ कन्ट्रोल लिन नसकेको भन्ने आरोप पनि लागे, अन्य विभिन्न आरोप पनि लागे। तर कतिपय आरोपहरू पुष्टि नभएका आरोपतर्फ जानु त्यति उचित नहोला। यद्यपि नेपाली कङ्ग्रेसलाई धर्मनिरपेक्ष, सङ्घीयता र गणतन्त्रमा लैजान उहाँको ठुलो योगदान रह्यो। न केवल नेपाली कङ्ग्रेसलाई मात्रै, तत्कालीन अवस्थामा विद्रोही माओवादीलाई र यता संसदीय राजनीतिमा रहेका 7 दलसहित माओवादीसँग वार्ता गरेर माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि गणतन्त्र घोषणासम्म उहाँको भूमिका अतुलनीय छ। अब एउटा राजनीतिक व्यक्तित्वको कमी कमजोरीका विषय पनि होलान्, तर एउटा व्यक्तिले आफ्नो जीवनको उत्तरार्धकालमा देशका लागि, जनताका लागि, नागरिकका लागि र अन्तर्राष्ट्रिय स्तरमा के कस्तो योगदान दियो, त्यो चाहिँ चर्चा गर्नुपर्ने विषय हो। आज उनै एकजना व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ती हो। नेपाली कङ्ग्रेसले विभिन्न कार्यक्रम गरेर यसको आयोजना गरिरहेछ विभिन्न ठाउँहरूमा, जिल्ला तहमा, र यता सञ्चार माध्यमहरूले पनि गिरिजाप्रसाद कोइरालालाई एक खालको कभरेज दिइरहन्छन्। एउटा गजबको म सन्दर्भ सुनाउँछु। जब गिरिजाप्रसाद कोइराला काठमाडौँमा आत्तिनुहुन्थ्यो अथवा उहाँले चाहिँ यहाँ सबै घेराबन्दी भयो र कुनै निकास निकाल्न उहाँलाई समस्या हुन्थ्यो, उहाँ यहाँबाट विराटनगर जानुहुन्थ्यो र विराटनगरमा प्रेस मिट गरेर एक खालको राजनीतिक तरङ्ग आउने कुरा बोल्नुहुन्थ्यो र मिडियाको सञ्चार क्षेत्र जगतले पनि गिरिजा बाबुलाई चाहिँ एक खालको न्युज मेकरको रूपमा एक्सेप्ट गरेको हो। उहाँ के बोल्नुहुन्छ र त्यो बोलेको कुरा चाहिँ मुख्य समाचारका शीर्षकहरू बन्थे। राणाकाल, पञ्चायतकाल, प्रजातन्त्र, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, गणतन्त्रमा आइपुग्दासम्म गिरिजाप्रसाद कोइरालाले गरेको योगदान एउटा लोकतान्त्रिक मूल्य र मान्यताका लागि थियो भन्ने कोणबाट चाहिँ हामीले सम्झनु पर्ने हुन्छ। मानवाधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रताका पक्षमा गिरिजाप्रसाद कोइराला सधैँ एउटा खरो रूपमा चाहिँ उभिएको व्यक्तित्वको रूपमा हामीले पाउँछौँ। यसरी आजको उहाँको जन्म जयन्तीको दिन
हामीले गिरिजाप्रसाद कोइरालालाई सम्झिने प्रयास गरेका छौँ। हामी अर्को अङ्कमा फेरि भेट्नेछौँ। नमस्ते।